हेलो, दिस इज माई फर्स्ट ब्लॉग। ये मेरा रूम है, ये मेरा रूम हो। हाम्रो यहाँ गुजराती भाइ छन्, से हाई। ओके, दिनको ब्लग है। दिस इज माई होल रुम। यो चाहिँ 8 सिटर हो। यो चाहिँ हाफ आधे यतातिर 4 र उता 4 छ। यो चाहिँ रुम हो। यो हाम्रो गुज्जु भाइको के भन्छ ड्रर हो। म क्लास जानु लाग्यो, कलेजको लागि हिँड्न लाग्यो। कलेज चाहिँ मेरो 7:30 बजी हो। अहिले इम्प्याक्ट ट्रेनिङ चलिरहेको छ, यो लास्ट इयर इम्प्याक्ट ट्रेनिङ। ल यो मेरो रुम हो, यहाँ मेरो रुममेट सुतिरहेको छ। ल सो म निस्कियो। यो चाहिँ हाम्रो होस्टेलको कोरिडोर हो। होस्टेल ठुलै धेरै ठुलो हो। चलो जाऊँ हामी पनि क्लास। हाम्रो बिहानको नास्ता पास्ता र चिया त होइन, यो कफी हो। आज कताबाट पास्ता दिएछ, त्यो पनि यस्तो पिरो हुन्छ। ठिकै हो, नास्ता खाएर अब कलेज जानु। ल हामी क्लास जानु लाग्यो। यो चाहिँ हाम्रो सराउन्डिङ। हामी क्लास जानु लाग्यो। म चाहिँ क्लास जानु लाग्यो, हामीको म। सो यो चाहिँ हाम्रो होस्टेल। पछाडिको पुरै बिल्डिङ छ, सबै होस्टेलै हो। यो चाहिँ नयाँ बिल्डिङ गर्दै गरेको। यो चाहिँ एजी बिल्डिङ। यो चाहिँ एग्रिकल्चरको ल्याब भनौँ। यो चाहिँ बाटो। यो चाहिँ बस पार्क जस्तो बस स्ट्यान्ड लाग्छ। चलो क्लास गरेपछि पुगेपछि देखाउँछु। आयो जो पुरा क्रास बिगाएको छ। एकदम चाहिँ बन्द हुन्छ। गाजर जे थियो यही त छ। गाजर मेरा काटेको ल यहाँ पानी परिरहेको छ। पानी पर्ला जस्तो मौसम गरिरहेछ र निकै राम्रो मौसम छ। यो अहिले चाहिँ म क्लासमा छु। यो झ्यालको हो खास भने। यो क्लासदेखि लिएर यो झ्यालदेखि म रिकर्डिङ गरिरहेको छु। निकै राम्रो मौसम छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो क्लासरुम निकै ठुलो छ, हेर्न सक्नुहुन्छ। र मौसम पनि राम्रै थियो। ल सब्सक्राइब गर्न नबिर्सिनु होला, मेन कुरा। अनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। डिसलाइक हुँदैन, यहाँ डिसलाइक चल्दैन। ल यो चाहिँ हेर्न सक्नुहुन्छ, पानी परिरहेको छ। निकै धेरै बेरसम्म पानी परेको छ र भ्यू पनि एकदम राम्रो छ। यस्तै भ्यूको लागि यो सब्सक्राइब गर्नु होला, सब्सक्राइब गर्न नबिर्सिनु। यो जहिले पनि यस्तै कन्टेन्ट पाइरहनुहुन्छ। म होस्टेल आइसकेँ। अहिले दिन त त्यति खास चाहिँ केही थिएन। इम्प्याक्ट पहिले भइसकेको थियो, कोर्स पहिले भइसकेको थियो। बस यत्तिकै टाइम पास भइरहेको थियो आजको दिन। ठिकै छ। पनि भयो। ल त हाम्रो यो दाइ हाई भनिदिनु पऱ्यो। ल यो अनुराग हाम्रो रुममेट।